सबैजनालाई वेलकम छ ल आजको मेरो अर्को न्यू मिनी ब्लग। धेरै पछाडी सदा चाहिँ आज पनि मिनी ब्लग लिएर आएको छु साथीहरु। जिन्दगीमा जति सुकै लाइक कमेन्ट भ्यूज आओस् नआओस् तर भिडियो बनाउन चाहिँ म छोड्दिन। सो साथीहरु हामी दुईजना खाना खाइसकेपछि दिदी भाइको काम यहाँ चाहिँ बर्थडे स्प्रे थियो के, अनि हामी दुईजनाले नाकमा टास्दै खेलाउँदै थियौं। अनि हामीहरु सबैजना चाहिँ यहाँ गन्थन मन्थन गर्दै थियौं के। अनि यहाँ भाइ चाहिँ कोदालीको बेड बनाउँदै थियो। अनि त्यसपछि हामी चारजना चाहिँ गयौं घाँस काट्नु। अनि हामी चाहिँ खासमा जंगलको घाँस काट्न जाने भन्दै थियौं तर अल्छी लागेर रुखको घाँस काट्नतिर गयौं। तर त्यो रुखको घाँस पनि जंगलमै थियो अनि जंगलतिर गयौं। अनि हाम्रो बाटो चाहिँ यस्तो थियो। अनि यहाँनिर भन्नुहुन्छ भने साथीहरु सानो टिमुरको बोटमा कति धेरै फलेको के। इफ तपाईहरुलाई चाहिन्छ भने मसँग सम्पर्क गर्नु होला भनेर के भन्नु। अब एक दुई दिनपछि चराले जम्मै खाइसक्छ। अनि हामी चाहिँ घाँस काट्नु पर्ने ठाउँमा पुगिसकेको छौं। सो अनि म चाहिँ यहाँ आधा रुखसम्म चढिसकेको छु अनि अझै मेहनत गर्दै छु कि अझै मास्तिर चढ्नलाई। यसो यहाँ बच्चाहरूलाई नाटक देखाइदिएको। मलाई कतिजना मान्छेहरूले भन्नुहुन्छ क्या रुखतिर नचढ भनेर। अब के गर्नु, रुख त चढ्नै पर्छ, गाउँघरमा बसाइ छ हैन, काम त गर्नै पर्यो, काम नगरी माम मिल्दैन भन्ने कुरा उखान सुन्नु भएको होला साथीहरु। अनि यहाँ मेरो भाइले चाहिँ उनाले भेलाउँदैछ क्या सुँगुरलाई चारो। दाजु लड्नु भयो है। अनि म चाहिँ यहाँ रुखमा चढ्दै गरेको भिडियो पनि बनाइदिएछ छाचिकले उहाँहरूले। अनि फाइनली मैले चाहिँ घाँस चारिसकेर म भुइँमा झरिसके। काकीले चाहिँ उता पछाडि बेलाउँदै हुनुहुन्छ। मैले झारेको रुख चाहिँ यो है। अनि दाजु दिदी चाहिँ यता रुखमा झुन्डिँदै कराउँदै थियो क्या। त्यही पनि मैले भिडियो बनाइदिएँ। अनि म चाहिँ अब घाँस बेलाउन थालेँ। सानो खुर्पाले म काट्दैछु घाँस। अनि काकीले पनि उतातिर बेलाउँदै हुनुहुन्छ। अनि म चाहिँ यसरी नै घाँस बेलाउँदाखेरि चाहिँ डाक्लाइसँग बोकेर लान्छु क्या। काकीले चाहिँ किन डाक्ला बेलाको, घाँस लैजाऊ भन्नुहुँदै थियो। म चाहिँ जहिले यस्तै डाक्लासँगै लान्छु। अनि बच्चाहरूको चाहिँ भारी बोकेर पनि जाँदैछ। अब मेरो पनि घाँस बोक्ने पालो आयो साथीहरु। अनि म लडेको चाहिँ देखिसक्नुभयो साथीहरु। यो चाहिँ भाइको पालो ल। अनि हामी चाहिँ सबैजना यसरी घाँस बोकेर घरतिर गयौं। देख्नुभयो त मेरो भाइले घाँस बोकेर उडाएको। अनि अब हामी गोठमा पनि पुग्यौं। सानो गर्मी भएको हैन नि फेरि। अनि आजकल चाहिँ आरु बखराको सिजन छ नि त। अनि बाटोमा जाँदा जाँदै गर्मी धेरै भयो त्यही भएर बखरा खाँदैछौँ। चाली गरेर मुखमा पानी चाहिँ नबनाउनु ल साथीहरु। अनि यहाँ काकीहरुकोमा चाहिँ आँप पनि रहेछ क्या। अनि आँप खाना भन्नुभयो नि आँप खानु पसेको। अनि काकीले चाहिँ उता सिलौटामा नुन खोर्सानी पिन्नु भएको थियो। अनि म चाहिँ खोर्सानी खादिनँ नि त, त्यही भएर म